नमस्ते टाँसीदिल सबैजनालाई। सो आज चाहिँ हामी वाइट गुम्बा जाँदैछौँ होइन। सो आज हामी अहिले टक्कै 8 बजिसकेको छौँ। 8 बजी निक्लिन आँटेको। के हुनेछ बाटोमा सबै देखाउने छु है दाइ। पासीकोटीको कालो घुम्ती निक्लिनु बाटो होइन दाइजहरू। त्यहाँबाट घुम्ती चोक निक्लिन्छ। स्वयम्भू आइपुग्यो होइन। सक्नुहुन्छ मान्छेहरू यसरी जाँदैछ है। यो बाटो हो होइन। बाटो होइन खास तर सर्टकट यसरी गइरहेछ। माथि पुगिसक्यो। हामी चाहिँ तर यहाँबाट जान्छौँ होइन। अहिले चाहिँ बाटो बन्द भएर वाइट गुम्बा जाने मतलब गाडी जाने स्कुटर बाइक साइक जाने बन्द भएर हिँड्दै जाँदैछौँ हामी। यस्तो छ भ्यू चाहिँ। शनिबार भएर पनि होला कि सायद। अनि आज ट्राफिक धेरै हुन्छ नि त, छुट्टीको दिन शनिबार। त्यही भएर चाहिँ बन्द गरेको होला मलाई जतिसम्म लाग्छ। सुरुचोटि आउनु भएको होइन? जहिले आउनुहुन्छ? हाम्रो घर त यहीँ नजिकै हो। ए म त मर्निङ वाकमै सधैँ माथि जाने हो कि। आज नातिनीको चाहिँ अब छुट्टी हजुर भएको भए अहिले फेरि हजुर गुम्बा त अब धेरै वर्षपछि खोले हो नि त। हजुर त्यसो भएर अहिले अलिक झकी झकाउ के बनाएर रहेछ। मूर्तिहरू राम्रो बनाएर छ नि। ए मर्निङ वाक जाने बाटो तपाईँको? अहिले चाहिँ हामी अब उकालोतिर लाग्दैछौँ। अनि रमाइलो भइरहेछ मलाई चाहिँ। दाइ हाउ डु यु फिलिङ राइट नाउ? आर यु इन्जोइङ अर नट? नो टेल मी दाइ, नो टेल मी। होइन यस्तो हो नि त दाइ, तीर्थधामहरू भनेको चाहिँ नि दुःखै गर्नुपर्छ अरे क्या मैले सुनेको अनुसार होइन दाइ। त्यो अलिक हिँड्दा केही हुँदैन। घरबाट त त्यो पोसिबल छैन नि त नि, धेरै टाढो भयो। त्यति साह्रो दुःखमा पनि नगर्नु। अब यतिको त ठिकै हो क्या मलाई जतिसम्म लाग्छ। यो चाहिँ वाइट गुम्बा जाने सर्टकट बाटो आएको छौँ हामी होइन। अनि यहाँ आएर चाहिँ हामीले यस्तो भ्यू देख्न पाएका छौँ। यहाँनिर यो सार्वजनिक जग्गा हो लिएर चाहिँ यहाँनिर यस्तो अफरोडमा बाइक त आउँथ्यो। फाइनली हामी आइपुग्यो होइन। नबिर्सिकन यसको लागि आएको देख्न सक्नुहुन्छ। यो चाहिँ पछाडिबाट हो। अगाडि म देखाउन चाहन्छु। यहाँ चाहिँ फुल काठमाडौँको भ्यू देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ गाइजहरू। यहाँनिर स्वयम्भू पर देख्दैछ। काठमाडौँको भ्यू चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ। फुल वाइट गुम्बा रहेको छ यहाँ चाहिँ।
अहिले चाहिँ हामी टक्कै पुगिसकेको छौँ होइन देख्न सक्नुहुन्छ यहाँ पछाडि यस्तो छ भ्यू चाहिँ यहाँनिर होइन मान्छे चाहिँ एकदमै आज शनिबार भएर धेरै भिड आएको देख्न सक्नुहुन्छ मेरो भ्लगलाई एन्ड गर्न चाहन्छु होइन हामी गएर पनि आइसक्यो यस्तो यस्तो डरलाग्दो भिड थियो कि आज सकेसम्म शनिबार चाहिँ नआउन भनेको छु यार गाइसहरू देख्न सक्नुहुन्छ यहाँ तल चाहिँ काठमाडौँ हो यस्तो खतरनाक भिड थियो कि आजको दिनमा अझै त्यहाँ गेट खोलेको छैन भ्लगलाई अब यहाँ एन्ड गर्न चाहन्छु होइन लाइक सेयर कमेन्ट चाहिँ गरिदिनु होला